ल ये क्या है? भाइले चाहिँ सब लगाएछ तर यहाँ टाइ लगाउन बिर्सिसक्यो फेरि 6 बजेबाट क्लास लाग्ने हो। यहीँ चाहिँ 5:53 भइसकेको छ। सो हेलो गाइज, फेरि पनि वेलकम छ त सबैहरूलाई मेरो अर्को नयाँ छोटो मिठो ब्लगमा। आज चाहिँ हामी धेरै खास त के हुन्न, तर स्कुलमा चाहिँ मोबाइल लग्न पाइन्न, मोबाइल लगेर देखाउनेछौँ है। अनि त्यो बिहानको अहिले 4:50 भइसकेको छ। एकदम चिसोमा जानुपर्छ स्कुल जसरी भए पनि। अनि दिदीहरू चाहिँ यहाँ यस्तरी सुत्नु भएको अहिलेसम्म। गाह्रो छ, म लाइफ सिङ्गल जस्तो त मस्त सुत्दै खान्छु, आफूलाई नै गाह्रो छ। त्यही हो, अब स्कुल जानुपर्छ, रेडी हुन्छ है गाइस। अब म चाहिँ ड्रेस लगाइसकेको छु है। यो चाहिँ सर्ट अनि प्यान्ट, कोट, टाई बेल्ट लगाउनु पर्छ, त्यही हो। अनि टक्क लगाएर कि जुत्ता नि यस्तो पुरा धुलोले गरेर यस्तो भयो। टक्क अब पुलिस लगाउने हो। यत्रो डिफ्रेन्ट हुन्छ कि पुलिस लगाउनु र नलगाउनुमा। दिस इज डिफ्रेन्ट गाइस। यो पुलिस नलगाएको, यो पुलिस लगाएको। अनि यहाँ चाहिँ मेरो नास्ता पाक्दैछ है। चिया खाएर जानुपर्छ, लास्ट भोक लाग्छ कि स्कुलमा। अनि दिस इज माई फेभरेट कप, दिदीको हो तर यसमा म खान्छु। अनि त्यही हो, रोटी हालेर राख्नु भएको रहेछ बेलुका नास्ता खाइस् भनेर, पनि खानुपर्छ। अनि बुकहरू नै रेडी गर्नुपर्छ। गाइज प्र्याक्टिकल छ स्कुलमा, अनि त्यहाँदेखि बुकहरू त्यही हो। केमिस्ट्री यो लाग्छ कि भोलि फाइनलमा, यही सब्जेक्ट लाग्छ फाइनलमा। गाह्रो छ, सकिन्न कराउन गाइज। अनि यो चाहिँ मेरो नास्ता मर्निङको, खाएर जानुपर्छ। 1 बज्छ भएर फर्किन्जेलसम्म प्र्याक्टिकल छ आज। लास्ट गाह्रो हुन्छ भोक लागेर। नास्ता त्यसपछि राई जग्गा दिँदै रोटी हालिदिनु भएको रहेछ एउटा, त्यही मात्र खाएर जाने खान्छु। हाम्रो फुल ड्रेस चाहिँ अब यति हो कि कोट, टाई अनि भित्र सर्ट, प्यान्ट, जुत्ता यति नै हो। भाइहरू माथि छन्, उता खान्थेन माथि बस्छु भाइबाट। ल भाइ त्यहाँ पुरा खाँदै रहेछ कि फेरि के छ यो फालेको कपाल। अनि गाई चाहिँ, अनि यो चाहिँ मेरो युट्युब च्यानल, जम्मा 64 सब्सक्राइबर छ के। अलि बढाउनु पऱ्यो, भएन। अब चाहिँ पहिला भिडियो हाल्न पाएन, अब चाहिँ भिडियो हाल्छु के। यो चाहिँ मेरो आइडिया, त्यही हो। सबैले माया देखाइदिनु होला। 64 छ, 100 पुऱ्याउनु पऱ्यो गाइस, यो माया देखाइदिनु होला। अनि यहाँ छ मेरो भाइ टक्ला। जाने चाहिँ हामी 3 जना हो कलेज। अङ्कल चाहिँ यहाँ तल पुगिसक्नु भएको के छ हिरो। टक्क अङ्कलको फेरि इन्ट्री भयो कि फेरि यहाँ। ल खतरा हेन्डसम मानिदिनु भएको ब्लगमा आउनुहुन्छ। अरू दिनको भन्दा आज चाहिँ ब्याग एकदम भारी छ क्या, किनभने फाइल र प्र्याक्टिकल बुक थपिएको छ। ब्यागै त होला यार 3-4 केजीको त। गाह्रो छ पढ्नलाई पनि गाइज। जानुपर्छ स्कुल। हेरौँ स्कुलमा मोबाइल लाग्न पाइन्छ कि नै। भाइले चाहिँ सब लगाएछ तर यहाँ टाइ लगाउन बिर्सिसक्यो फेरि। कलेज त्यही हो। अब स्कुल त मोबाइल त लग्न दिन्न, आफ्नो ब्यान्ड गरेर आफ्नो मोबाइल। अनि हेरौँ आज हामी लग्नेछौँ है, कस्तो हुन्छ के हुन्छ रमाइलो। बाटोमा हिँड्दैछौँ है।
जाडो भने चाहिँ कुरा नगर्ने कि एकदम फेरि मुक्ति नै खाला जस्तो छ। दिस इज बाटो मेरो गोजी त के छोटे खै के छ रङ टब्लु छ हमारा एक साथीको रुममा आएको छु अहिले गाइस। हामीभित्र आजको तातो हुन्छ क्या चिसो हुन्छ एकदम। त्यसै केटोको रुम फेरि ल खानु खानु टक्कै चिया खान लाहा। यहाँ फेरि विकासले भात खान लाहान गाह्रो छ। यहाँ चिया दुई ठाउँमा आज कोठा नि यहाँ पनि। त्यही भएर आज स्कुलमा चाहिँ मोबाइल गाह्रो छ। सरले थाहा पायो भने लगिदिन्छन् फेरि। 6 बजेबाट क्लास लाग्ने हो। यहीँ चाहिँ 5:53 भइसकेको छ। यहाँदेखि लाग्छ होला 7-8 मिनट कलेज पुग्न। जुत्ता लगाएर आफ्नो ढिलो गऱ्यो क्या आज। ढिलो गरिस् कि तैँले आज ढिलो गरिस् कि। हाम्रो क्लासको टपर। सो साथीहरू है, जस स्कुलमा चाहिँ मोबाइल लग्न पाइँदैन थियो। आज चाहिँ स्कुलभित्र मोबाइल छिराइयो, जस रमाइलो भयो। अब अझै दिउँसोको 1 बज्न लागिसकेको छ। अरू म्यानेजमेन्ट एजुकेसन पढ्नेहरू त त्यही 11:30 बजीतिर घर गइहाल्छन्। हामी भने चाहिँ 1 बजीसम्म। आज प्र्याक्टिकल थियो फिजिक्सको, भोलि बायो, पर्सि केमिस्ट्री 3 दिन हुन्छ 1 हप्तामा। दाइ दुवै साइन्स पढ्ने हो। गाह्रो छ भोग यस्तो लाखा। घर गएर आफै बनाएर खाने भए त सायद खाना नि खान्न थियो होला। दिदीहरूले बनाएर राखिदिए हुन्छन्, त्यही खानुपर्छ। त्यही हो गाइस, आजको भिडियो यति नै थियो। जस रमाइलो गरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।